म 1 वर्षदेखि जुन पाउनुपर्ने न्यूनतम पारिश्रमिक हो त्यो पाएको छैन। दशैं अगाडि पनि मैले कुरा गर्दाखेरि अहिलेसम्म पाएको छैन र 2 दिन अगाडि मात्रै जुन आधिकारिक ग्रुप हो एबी न्यूज खबर इनपुट ग्रुपबाट त्यहाँबाट मलाई हटाइएको छ। न्यूनतम पारिश्रमिक कुराहरू गर्दाखेरि नै ग्रुपबाट अहिलेका कार्यकारी सीईओले मलाई अजय ठाकुरले मलाई हटाउनु भएको छ र यसले गर्दाखेरि म मानसिक एकदम तनावमा छु, किनकि जुन पाउनुपर्ने कुरा पैसाहरू थियो त्यो पाएन मैले। र सुरुमा पनि मैले भनेको थिएँ मैले के अरे अहिलेसम्म म करारनामा रणनीति पत्रमा पाएको छैन, आइडी कार्ड र ज्याकेटले मात्र हुँदैन भन्दाखेरि हुन्छ भइरहेछ गर्दैछौँ र एचआरलाई पटक पटक मैले एचआर लगायतका विभिन्न त्यहाँका कर्मचारीलाई पटक पटक मैले फोन गर्दाखेरि हुँदैछ गर्दैछौँ हामी हुँदैछ भनेर त्यही कुराहरू आउँदाखेरि अहिले 2 दिन अगाडि मात्रै ग्रुपबाट हडखडेम एकदम विचल्ली भएको छु। जुन त्यो 1 वर्षको मेरो मैले पाउनुपर्ने पारिश्रमिक थियो त्यो अहिले नपाएर एकदम मानसिक तनावमा छु। अहिले चाडबाडको बेला छ र घरबाट पनि कुराहरू आइरहेको छ, तैँले यत्रो वर्ष काम गरिस् पैसा पाएको छैन, पैसा पठाउँदैनस्, अझ घरबाट पैसा माग्छ, घरबाट पनि तनाव छ र म यहाँ पनि अब रुम भाडा जुन मेरो दैनिक जुन खर्च छ खर्च एकदम जुटाउन गाह्रो भइरहेको छ। र म यसरी मिडियामा आउनु भनेको तपाईहरू एकदम विनम्र अनुरोध गर्दैछु कि तपाईहरू पहल गर्नुहुन्छ, दबाब दिनुहुन्छ र जुन मैले पाउनुपर्ने पारिश्रमिक हो त्यो पाउनुपर्छ र तपाईलाई आग्रह गर्दछु।